दर्शकवृन्द, हामीले उठाइरहेको विषयवस्तु निरु बेबी टिकटकमा नाम भने उहाँको नाम खास गङ्गा माया राई। उहाँ यति बेला कहाँ छ, उहाँको पार्थिव शरीर के हुँदैछ र उहाँलाई चाहिँ मृत्युसम्म धकेल्ने, मृत्युसम्म पुर्याउने राजा कहाँ छ, यही विषयमा हामी कुराकानी गर्नेछौँ। भिडियोलाई अन्त्यसम्म हेरी सक्दो सेयर गरिदिनु होला, किनकि उहाँकै बहिनी हुनुहुन्छ, निरु बेबीको बहिनी हुनुहुन्छ। उहाँले पनि केही कुरा राख्छु भनिसकेपछि उहाँको घरमा हामी आएका छौँ र यति बेला निरु बेबीको पार्थिव शरीर चाहिँ कुवेतमै रहेको हामी जानकारी गराउँछौँ, किनकि उहाँलाई नेपालसम्म ल्याउने खर्चै नभएर। हिजो मात्र गएको थियौँ निरु बेबीको गाउँ ठाउँ है। मिक्लाजुङ 1 चाहिँ यस्तो विकट ठाउँ रहेछ, यस्तो विकट ठाउँ। हामी लड्दै पढ्दै एकदमै विकट ठाउँ पुग्यौँ। हेर्नुहोस्, एकदमै पहाडको बाटो, चिप्लो बाटो, यस्तो समस्याले त्यो घरमा पुग्यौँ। त्यो घरमा पुग्दाखेरि 3जना नानीहरूको बेहाल बिजोक, 1जना जेठी छोरी र छोरा र सानो नानी। हेर्नुहोस्, त्यो पनि घरमा खानेकुरा पनि थिएन र त्यो घरमा लागेको, त्यो घर बनाएको पनि अहिलेसम्म पैसा तिर्नु सकेको रहेछ। 12 लाखमा बनाएको 10 लाख तिरेछ। 12 लाखमा बनाएको 2 लाख तिर्यो, 10 लाख बाँकी रह्यो। हेर्नुहोस्, त्यस्तो अवस्थाको, त्यस्तो विकट ठाउँको, त्यस्तो चाहिँ ती गङ्गामाया निरु बेबी भन्ने अलिकति पढाइ लेखाइ नगरेको, अनपढ र त्यति जाने बुझ्ने महिला पनि हामीले देख्यौँ न। त्यो ठाउँमा गयौँ, त्यो ठाउँको वातावरण हेर्दा, त्यहाँ ठाउँको गाउँलेहरूको बोलीचाली हेर्दा त्यति शिक्षित मान्छे पनि रहेको हामीले बुझ्यौँ न। त्यस्तो ठाउँबाट कुवेतमा गयो, 1-2 कुरा छाडा शब्दहरू बोलेछ, त्यसमा तपाईँले नराम्रो कमेन्ट नगरिदिनु होला, किनकि त्यस्तै गाउँबाट हुर्केकी 1जना चेली हो पक्कै पनि। र राजालाई हामीले के गर्नुपर्ने, कसो गर्नुपर्ने प्रक्रियाहरू अगाडि बढाइरहेका छौँ है। राजा बाबुले पनि यो हेर्दै हुनुहुन्छ भने पक्कै पनि छिट्टोभन्दा छिट्टो कन्ट्याक्ट गर्नु होला, कन्ट्याक्टमा आउनु होला तपाईँ है। तपाईँले यसरी लुकेर छुपेर बाँच्छु, यो संसारमा हिँड्छु भनेर नचिताउनु होला। पक्कै पनि कुनै न कुनै दिन कानुनको दायरामा तपाईँले ल्याउने नै छौँ भन्ने पनि तपाईँलाई जानकारी गराएँ। र अहिले के कस्तो छ तपाईँको दिदी निरु बेबीको अवस्था तपाईँलाई थाहा छ? अहिले थाहा छैन, अहिले उतै हुनुहुन्छ। अब उतै हुनुहुन्छ होला, ल्याउने कोसिस गर्दै हुनुहुन्छ कि के गर्दै हुनुहुन्छ होइन। अब कन्ट्याक्ट भएको छैन होइन, फोन कुरा भएको छैन। अब कति समय लाग्ने हो, कति टाइम लाग्ने हो आउनलाई, ल्याउनलाई होइन। अब उता दाइले मलाई फोन गरिरहनु भएको छ, के हुँदैछ, कसो हुँदैछ, के गर्ने, त्यसको लागि के गर्नुपर्छ। अब उहाँ पनि अलिक सोझै हुनुहुन्छ होइन। अब सबै यतैतिर भनिरहनु भएको छ। नानीहरू त अब देखि नै हाल्नुभयो सबैले नै होइन। नानीहरू साना साना छन्, अब उनीहरूले त केही जान्दैन होइन, उनीहरूले त केही बुझ्दैन। अब यतैबाट उता दाइले पनि मलाई नै फोन गरिरहनु भएको छ। अब कहिले आउने लास, कहिले के हुने, त्यो अहिलेसम्म थाहा छैन। त्यसको लागि पनि अब के गर्नुपर्ने हो होइन। अब पैसा तिरेर ल्याउनु पर्ने हो कि बा उतैबाट हालिदिनु हुने हो कि, अब त्यो हुँदै बिस्तारै आउँछ भन्ने चाहिँ अब छ होइन। घरको ऋण त तिरेको रहेछ, घरको ऋण त अब घर बनाएको नै अब 12 लाख भनेपछि 2 लाख तिर्यो भनेपछि अब खाएको यता पारिवारि खाएको ऋणहरू खाएको अब दिदीले नै तिरिरहनु भएको थियो। उता दाइले घरको अलिअलि गर्दै तिर्दै हुनुहुन्थ्यो भने दिदीले चाहिँ अब केटाकेटीले के खान्छ कसो खान्छ गरेर एक-एकजनाले यता व्यवहार गर्दै हुनुहुन्थ्यो। त्यसमाथि अब बिचमा पैसा पठाउनु छोड्नु भयो विदेश गएपछि। अगाडि त राम्रै थियो, अनि अहिले चाहिँ अब त्यही कारणले गर्दा ऋणहरू पनि धेरै होला। केटाकेटीहरू पनि अब एक्लै छन्, साना केटाकेटीहरू एक्लै बसेका छन्। अब सानो आर्थिक स्थिति पनि धेरै कमजोरी छ उहाँहरूको। अघि कुरा भएको थियो अब के गरेर ल्याउने, कसो गरेर ल्याउने, डोनेसन उठाउनु पनि म के भन्ने कस्तो भन्नु पनि उयो हुन्छ कि। अब म जस्तै सबै गरिब छ, कसलाई पैसा उठाएर ल्याउने, लास्ट पैसा तिरेर ल्याउनु पर्यो भने पनि पैसा कसलाई माग्ने, म जस्तै सबै गरिब छ भन्नुभयो दाइले के। अनि त्यस्तो कुरा नगर्नु, आउनु त आउँछ लास आउँछ, टेन्सन नगर्नु त्यसको लागि। अब
गर्दै हुनुहुन्छ। दाइहरूले पनि सक्दो कोसिस गर्दै हुनुहुन्छ। सहयोगी मनहरूले सहयोग गरि नै हाल्नुहुन्छ। अनि त्यसको लागि पिर नलिनु भनेर भने। खाना पनि रुचेको छैन, अहिलेसम्म खाएको छैन, खानाहरू पनि खाएको छैन, गरेको छैन। ड्युटीमा छु, सकि नसकी गरिरहेको छु। म नेपाल फर्केर आऊँ भने अब के गर्नु, अब ऋणहरू हुन्छ, केटाकेटी बा भोकै पो हुन्छ कि म नेपाल फर्केर आएछु भने त भन्ने खालको कुरा गरिदिनुहुन्छ। ठिकै छ दाइ, यताको लागि टेन्सन नगर्नु, हामी छौँ। पत्रकार दाइहरूले पनि सक्दो कोसिस गरिरहनु भएको छ होइन। अब राजा बाबुले बिहे गर्छु यताउता भनेर जसरी आश्वासन देखाउनु भएको छ, पैसा त चलाउनु भयो, त्यो पैसा त एनी अब चाहियो नै होइन। हामीलाई न्याय पनि चाहियो, पैसा पनि चाहियो। तर अब तपाईँले जस्तो आशा अब त्यो नानीहरूलाई, त्यो नानी बाबुहरूलाई अब नानी बाबु म तिमीहरूलाई भेट्न आउँछु गर्छु भनेको छ नि, त्यो चाहिँ अब चाहिँ पुरा गर्नुपर्छ भन्ने हाम्रो भनाइ, हाम्रो माग होइन। अब चाहिँ तपाईँले पुरा गर्नु होला, राम्रोसँग कन्ट्याक्टमा आउनु होला। त्यो नानी बाबुहरूको भविष्य कस्तो अब के गर्छु भनेर मम्मी विदेश आउनु भएको थियो होइन। अब त्यो चाहिँ अब तपाईँले आएर पुरा गरिदिनु होला। किनकि तपाईँ पनि विवाहित हुनुहुन्थेछ त, ऊ पनि विवाहित हो। जानी चिनी तपाईँले उसले आश्वासन देखाउनु भनेको उहाँहरूको उयो हो नि त होइन। अब उसले आएर पुरा गर्नुपर्छ भन्ने हाम्रो भनाइ चाहिँ त्यही हो होइन। तपाईँले गर्नुपर्छ, राम्रोसँग कन्ट्याक्टमा आउनु होला। जसरी त्यसरी आश्वासन देखाउनु भयो, म तिमीहरूको गाउँ आउँछु, म तिमीहरूको म बाबा हो भनेर जसरी भन्यो नि। अब मलाई त सबै कुरा सेयर हुन्छ नि त। मसँग त्यो राजा बाबु कन्ट्याक्ट नभए पनि मलाई त दिदीले त हरेक कुरा सेयर गर्नुभएको हुन्छ नि त। बरु नानीहरूलाई त्यति धेरै अब बच्चा केटाकेटीलाई नभन्नु होला। तर म त डेली जोडिने भनेको दिदीले मसँग मात्रै हो कि, सबै कुरा सेयर हुने भनेको मसँग हो। अनि मेरो भनाइ चाहिँ त्यही हो। अब कति क्षतिपूर्ति कति लागेको छ, के लागेको छ, जति चलाउनु भएको छ त्यो दिनु होला। र आउँदो दिनहरूमा नानीको भविष्य चाहिँ अब तपाईँको हातमा छ। किनभने उसको बाबाले मात्रै सक्दैन एक्लैले गर्छु कमाउँछु भनेर। अब हुर्की बढेको नानीहरू अब त दुधे बालक भन्दा पनि अलिक ठुलो भइसकेको छ। अब त खाउँ लाउँ उमेरको भएको छ नि त। अब सानोदेखि अलिक उयो भइसकेको छ। अब चाहिँ इच्छा आकाङ्क्षाहरू के छ, पढाउने कसरी, के गर्ने कसरी, कुन तरिकाले बसिरहेको छ, के खाइरहेको छ, के गरिरहेको छ, अब गर्ने पालो तपाईँको। अब चाहिँ आएर तपाईँले गर्नु म भन्छु उहाँलाई चाहिँ होइन। त्यो पैसा त उहाँले चलाएको पैसा त पक्कै पनि दिनुहुन्छ, त्यो त होइन। दिएन भने होइन, त्यो त जसरी भए पनि चाहिन्छ। भोइस रेकर्डमा पनि उहाँले भन्नुभएको छ 3.5 लाख 4,20,000 चाहिँ मैले चलाएकै हो भनेर रेकर्डै छ नि त होइन। त्यो त दिनैपर्छ। त्यही त दिएर पनि उहाँले गर्नु पर्यो। अब छोराछोरीले गर्ने कुराहरू गरिहाल्यो, उसकै कारणले मरेको हो नि त। उसकै कारणले मरेको हो, त्यो राजा भन्नेकै कारणले मरेको हो। र नानीहरूले पनि अब उसले अब गर्नुपर्छ, उसले अब क्षतिपूर्ति कति पाउने, नानीले पढाउँदा कति के लाग्छ, अब राजा बाबुले गर्नुपर्छ। गर्नु पर्यो। एउटा कुरा के सोध्न चाहे भने, तपाईँको दिदीले लाइभ भिडियो गर्नुभयो टिकटकमा। अन्तिम चरणमा चाहिँ उहाँको झुन्डिने बेलीमा के शब्दहरू निकालेर संसार त्याग्नुभयो थाहा छ तपाईँले? अन्तिम कल पनि मलाई नै भएको थियो, कसैलाई फोन गरेको थिएन। छोरीहरूलाई पनि कल गर्नुभएको थिएन, अन्तिम कल पनि मलाई नै गर्नुभएको थियो। त्यो तपाईँले एकचोटि त्यो भिडियो हाल्नुभयो, त्यस पछाडि कन्ट्याक्टमा आएको छैन राजा भनेर भन्नुभयो। कन्ट्याक्टमा आउनु भएको छैन, मलाई त किन गर्नुहुन्छ र, तपाईँलाई नै गर्नुहुन्छ नि कन्ट्याक्टमा आयो भने। मैले भन्दाखेरि चाहिँ अनि मलाई कन्ट्याक्टमा आएको छैन शर्मिला, अब म मर्छु भन्नुभयो। किन त्यस्तो कुरा गर्नुहुन्छ? मेरो जिम्मेवारी चाहिँ अब राजा हुनेछ, मेरो जिम्मेवारी चाहिँ अब राजा हुनेछ। म मरे पनि बाँचे पनि राजाको हातमा हुनेछ। राजालाई जसरी भए पनि यो राजाको जिम्मा हुनेछ भनेर भन्नुभयो। अन्तिम सास त्यसरी भन्नुभयो। र एउटा कुरा भन्न चाहे, त्यो लाइभ भिडियोमा चाहिँ तपाईँको दिदीले त्यो गति लिँदाखेरि होइन, झुन्डिनु आँट्दाखेरि चाहिँ राजा बाबु पनि लाइफमा रहेछ नि त त्यहाँनिर त। मैले त्यस्तै भनेर बुझ्दाखेरि भाषाबाट अर्कै भाषाको चाहिँ। तर यो कुरा अब यो त्यो दिनमा मर्नु हुन्थेन पनि होला कि। तर त्यो जुन अब मेरो दिदीले त अब राम्रै तरिकाले आइज कन्ट्याक्टमा होइन, राम्रै तरिकाले आइज कन्ट्याक्टमा, यसरी चलाएको छस्, यसरी मलाई ब्लक गरेर गएको छस् भनेर उसको फोटो भिडियोहरू पनि पब्लिक
गरिदिएको थिएन नि त किनभने ऊ पनि एउटा परिवार भएको मान्छे हो होइन त्यति अबुझ पनि होइन उसको पनि परिवार भएको मान्छे हो अहिले उसले मैले फोटो हालिदिएँ भने उसको बेइज्जती हुन्छ हामी यसरी चिनजान गरेको टिकटकमा चिनजान गरेर भेटेको मान्छे हो मैले किन पत्रकार मिडियामा आएर उसको एकैचोटि फोटो हालिदिने फोटो हालेर उसको बदनाम गरिदिने भनेर उसले पनि धेरै सोचेर नै उहाँ तपाईँलाई कन्ट्याक्ट गरेको हो नि त म फोटो नहाली उसको नाम मात्रै लिन्छु उसको रियल नाम पनि राजा होइन रहेछ रियल नाम त सुशान्त बियम भनेर रहेछ अनि उहाँको रियल नेम जे छ त्यही हो जे छ उहाँले त्यही भन्नुभएको थियो अनि म कन्ट्याक्टमा आइज राम्रोसँग आइज यस्तो यस्तो ऋण छ यताउता भनेर उहाँले चाहिँ के भन्नुभएको थियो भने 4,24,000मा 3 लाख मात्रै दे होइन अहिले छैन भने पनि बिस्तारै दे तर त्यसरी ब्लक गरेरै चाहिँ नजा होइन ब्लक गरेर नजा अब यस्तो यस्तो छ मैले दुःख गरेर कमाएको हो भनेर भन्दाखेरि चाहिँ अर्काको लाइफमा खोइ कसको लाइफमा गएर चाहिँ के भनेछ भने नाना तथा नाम गाली गरेर यसलाई म छोड्दिनँ त्यतिकै बिना बित्थामा अर्काको बेइज्जत गर्नु मिल्छ त्यसरी भनेर यसलाई म छोड्दिनँ भन्ने टाइपको चाहिँ स्क्रिन सेयर चाहिँ कसैले मेरो दिदीलाई हालिदिएछ स्क्रिन सेयर गरेर अनि त्यो कुराले गर्दाखेरि चाहिँ अब उसले मलाई त्यसरी भन्छ भने म अब के गर्नु म मर्छु भनेर टिकटक लाइभमा स्क्रिन रेकर्ड पनि मसँग छ राजा नै पर्छ मेरो लास्टको जिम्मा चाहिँ भनेर भनिरहेको छ मैले के को लागि आएको थिएँ कस्तोको लागि आएको थिएँ मेरो छोराछोरीहरूको लागि आएको थिएँ लास्टमा मैले उयो गर्न सकिनँ म मुख देखाउनु लायकको भइनँ मैले उसले यसरी मायाजालमा फसायो अनि विदेश लान्छु एउटा घर बनाउने म तेरो छोराछोरी छ तेरो छोराछोरी हेरेर बस भन्दाखेरि चाहिँ हुँदिनँ म तसँग त बिना बाँच्न सक्दिनँ मलाई जसरी हेर्ने त नै चाहिन्छ भन्ने टाइपको बोल्नुभयो अरे त्यस पछाडि चाहिँ दिदीले माया मारिसकेको मान्छे हो बिचमा बोल्दाखेरि माया मारिसकेको मान्छे हो बिच पछाडि चाहिँ उहाँले चाहिँ त्यसो भने पछाडि चाहिँ दिदीको मन पनि पोख्लियो एउटा पहाडको गाउँको एउटा सोझो सिधा हो अहिलेसम्म त्यो लप परेर हिँड्ने लप भनेको अब के हो भन्नु त्यो ती 3टा नानी पाएँ तर लप माया भनेको के हो भन्ने थाहा थिएन अहिले आएर मलाई त्यस्तो थाहा भयो भनेर उहाँले भन्नुहुन्थ्यो कुनै अरूको भरोसा हुँदैन है भनेर म चाहिँ त्यसो सम्झेर होइन त्यसले त छोड्दैन अरे मलाई जसरी अर्को देश लगेर जान्छ अरे मलाई जसरी नि मेरो छोराछोरी पनि हेर्छु बरु भनेर भनेको छ बरु टाढैबाट हेर्छु म तेरो गाउँ पनि जादिनँ म मेरो गाउँ जादिनँ बरु तेरो गाउँ चाहिँ जाउँ भनेर भन्नुहुन्थ्यो अरे अनि त्यसो यतातिर जग्गाहरू किनिँदैन हेनतेन भनिन्थ्यो मलाई जिस्काइदिन्थ्यो यस्तो भन्ने भनाइ भएको थियो अब जसरी आश देखायो त्यो नानी पनि बोल्ने बानी भइसकेको थियो अरे सानो नानी पनि अनि कान्छा बा भन्नु लाउँथ्यो अरे अनि बा भनेर भन्थ्यो अरे ठुलोले त म बोलिनँ एकचोटि चाहिँ बोले हो को हो के हो भनिदिए म रिसाएर म बोल्दिनँ भनेर त नानीसँग चाहिँ बोलिराख्नु खोज्ने अरे तेरो गाउँ जान्छु भनेर भनिराख्नुहुन्थ्यो अरे अब गाउँ जान्छु धेरै अब उसको छोराछोरी छ हेर्नुपर्छ गर्नुपर्छ थाहा हुँदै अब उयो भयो होइन अब लास्ट भन्ने कुरा चाहिँ त्यही हो राम्रोसँग कन्ट्याक्टमा आइदिनु जसरी त्यो नानीहरूलाई देखाउनु भएको छ टुरा टुरीलाई अब उसको मम्मी बितेर गयो त्यो टुरा टुरी भयो उसको बाबाले के गर्छ होला बाबा पनि परदेशको ठाउँमा एउटा मलेसियाको ठाउँमा युरोप कन्ट्रीमा भएको भए चाहिँ अलिकति होइन अब अलिकति छोराछोरीलाई पढाउने अनि ऋणपान गर्ने बिस्तारै नि गर्थ्यो होला 25-30 हजार कमाउने मान्छेले के गर्छ होइन अहिलेको जमाना भनेको महँगाई त्यस्तै छ छोराछोरीले के खान्छ के लाउँछ त्यो आवश्यकता पुरै गर्न सक्नुहुन्न नि त दुईजनाले भएको भए दुःख सुख गर्नुहुन्थ्यो अब उहाँले त्यस्तो नसोचेकै उसले जीवनसाथी बनाउँछु नसोचेको भए ऊ त अब युरोप कन्ट्रीमा छ नि त किन त्यो आश्वासन देखाउनु त्यो पैसाको लालचमा त उसले गरेकै उनीहरूलाई त उसले साँचो माया गर्छु भनेर देखाएर नै उसले त गरेको होला नि त होइन हो कि भन्नु न नत्र भने ऊ युरोप कन्ट्रीमा हुँदा त्यो कुवेतको पैसा चाहिँ किन चाहिएको उसलाई त माया नै गरेको थिएन भने किन त्यो केटाकेटीहरूसँग बोलाउनु त होइन बोल्यो केटाकेटीहरूसँग बोलायो केटाकेटीहरू पनि बोल्यो अनि उसले पनि अब केटाकेटीहरू हो न हो हुन्छ नि त ठान्छ नि त अब ठुलो त अलिकति बुद्धि आइसकेको छ भनौँ न ऊ कुरा गरेन त्यो कारणले अब चाहिँ त्यो आश देखाएको कुराहरू चाहिँ पुरा गर्नु कति के लाग्छ कस्तो गर्छ अब उसको मम्मीले कमाएको त छँदैछ जसरी नि त्यो आउँछ नि होइन तपाईँले हेर्नुहुन्छ यो भिडियो हेर्नुहुन्छ जसरी तपाईँले यो भिडियो हेर्नुहुन्छ त्यसरी राम्रोसँग कन्ट्याक्टमा आउनु होइन राम्रोसँग कन्ट्याक्टमा आउनु त्यस पछाडि तपाईँले देखाएको कुराहरू चाहिँ पुरा गर्नु यो त तपाईँको जिम्मा हो भनेको मैले चाहिँ त्यही भन्न चाहनुहुन्छ म त्यही हो पक्कै पनि कानुनले त पक्कै पनि छोड्दैन है उहाँलाई र चाँडैभन्दा चाँडै यी परिवारहरूसँग कन्ट्याक्टमा आउनु होला र उहाँहरूको माग के छ तपाईँहरू सबैसम्म छलफल गर्नुहोला यो संसारले हेरिसकेको छ भिडियो र म एउटा कुरा के भन्न चाहन्छु भने अन्तिममा म भन्ने गर्छु सानैदेखि डक्टर बन्ने इच्छा हुन्छ नि मान्छे होइन
पढ्ने इच्छा हुन्छ, डक्टर बन्ने इच्छा हुन्छ, इन्जिनियर बन्ने इच्छा हुन्छ। जस्तो सङ्गत गर्यो त्यस्तै हुन्छ। हेर्नुहोस्, आज ती गङ्गा माया राई होइन, त्यो विकट गाउँबाट शिक्षा पनि पाएन, त्यो ठाउँबाट कुवेत पुग्यो, त्यस्तै सङ्गत पायो है। टिकटकमा अश्लील शब्दहरू बोल्ने होइन, विभिन्न चाहिँ हुने नहुने कुराहरू गर्ने, हरेक अङ्गहरू देखाउने। जस्तो सङ्गत उस्तै गुण के भन्छ होइन। जस्तो सङ्गत पाउँछ त्यस्तै भइहाल्छ है। राम्रो सङ्गत त्यो ठाउँमा पाएको राम्रै हुन्थ्यो होला, त्यो एउटा सङ्गत गुणले त्यस्तो भएको हो। त्यस कारणले गर्दाखेरि उहाँले त्यो अघि नै भनिसके, त्यस्तो ठाउँबाट हुर्केर बल्ल कुवेत पुगेको एक महिला हो। त्यस कारणले उहाँको दिमाग पनि चाहिँ विदेश गएपछि मात्रै चाहिँ अलिक थाहा भयो होला, चेतियो होला, र त्यस्तै सङ्गत भएर त्यो अवस्थामा पुग्यो। गाली नगरिदिनु होला, धेरैले गाली गर्नुभएको छ कमेन्ट बक्समा है। त्यो म चाहिँ त्यसको बारेमा पनि थोरै केही बोल्छु होइन। अब प्राय अब मर्ने त मरेर गयो होइन, मरेर त गयो। अब सबैले मरेर पनि धर्छ होइन, किनभने अब ऊ भनेको अहिले उसको नाम गङ्गामाया उसलाई नेपालीदेखि पनि लेख्न आउँदैन होइन, नेपालीदेखि पनि लेख्न आउँदैन। अहिले ऊ साथीसँग अब टिकटक लाइभमा बोल्यो, अर्को छ उसले चाहिँ के को लागि बोल्यो। अब हामी सङ्गत गरेको छ नि त, उसको मन कस्तो छ के छ भने हामी सङ्गत गरेको मान्छेलाई थाहा हुन्छ नि त। उसको बोली त्यस्तो बोली भए पनि उसको बानी त हामीलाई थाहा छ नि त कस्तो के हो भनेर होइन। अब मरेर त गयो, अब त्यति साह्रो गाली पनि नगरिदिनु होला। म त्यही भन्छु कि अब नगरिदिनु होला तपाईँहरूले होइन, बुझेर। अब उसले एकैछिन आएर त्यो नराम्रो शब्द बोलेको कुराहरू अब टिप्पणी हुन्छ भने उसको भित्र केही कुराहरू पनि त अब राम्रो हुन्छ, राम्रो गरेको हुन्छ, राम्रो हुन्छ। अब साथीको सङ्गतले गर्दा उसले चाहिँ अब लाइक भ्युजको लागि पनि जस्तो लाग्छ कि साथीहरूले अब साथी पनि भए, साथीहरूले गर्दाखेरि साथीको सङ्गत गर्दाखेरि उसलाई त्यत्तिकै बानी पर्यो, लत लाग्यो होइन। साथीले गर्दाखेरि नै उहाँलाई त केही पनि थाहा थिएन। वास्तविकमा भन्नुपर्दा उहाँलाई केही पनि अब नाम पनि पढ्न पनि आउँदैन, उसलाई लेख्न पनि, उसको आफ्नो नाम पनि पढ्न आउँदैन अहिले अब। तर अहिले चाहिँ यसो देख्छु कि अब सँगै बोलेको साथीहरू, गाली बोलेको साथीहरूले नै अहिले पनि भिडियो बनाएर उसकै बेइज्जत गरिराखेको हुन्छ। म मेसेजहरू पनि देखिरहेको हुन्छु, कमेन्टहरू पनि देखिरहेको हुन्छु। सँगै बसेको साथीहरूले नै अहिले उसको बारेमा नराम्रो बोलिराखेको, नराम्रो यस्तो केटी उस्तो केटी भनेर हालिरहेको हुन्छ होइन। हिजोको दिनमा सँगै भिडियोहरू बनाउनु भयो। झुट मान्छेको मानसिकता भनेको झुटै हुन्छ। अघि पनि भनिसकेँ मैले। डक्टरको सङ्गत भने डक्टर हुन्छ, इन्जिनियरको सङ्गत भने इन्जिनियर हुन्छ, रक्सियाको सङ्गत भने रक्सिया हुन्छ, जँड्याको सङ्गत भने जँड्या हुन्छ है। त्यही भन्न चाहन्छु म पनि। त्यही कारणले गर्दाखेरि आज ती चेली सही ठाउँमा सही साथी नपाएको कारणले गर्दाखेरि पनि आज त्यस्तो शब्द बोलेर टिकटकमा भाइरल भइरहेको, त्यस्तो अङ्गहरू देखायो होला। तर एउटा साथीको गुणले गर्दाखेरि, र यो एउटा जनचेतनामूलक भिडियो हो। भोलि गएर तपाईँले पनि कस्तो साथीलाई चुन्नु पर्दो रहेछ है। त्यस्तै टिकटकमा हरकत देखाउने, अङ्गहरू देखाउने साथीलाई चुन्नु पर्ने हो कि या सही सत्य सामाजिक सञ्जाल चलाउने साथीहरूलाई चुन्नु पर्ने हो। यो भिडियो पनि सेयर गर्नु होला, बुझ्नु होला। म चाहिँ के भन्छु भने नि, अनि एउटा कमेन्ट गर्ने मान्छेहरूलाई नि, तिनीहरू हेर्नु आउँछ, तिनीहरू यदि सही मान्छे थियो, साँचो मान्छे थियो भने उनीहरू त्यो बोलिराखेको हेरिबस्यो त। उनीहरूको घरमा पनि छोरी चेली हुन्छ, त्यो नराम्रो बोल्ने मान्छे यो खराब व्यक्ति हो, यो मान्छे चाहिँ ठिक छैन, यो मान्छे चाहिँ नराम्रो हो भन्नु साथै उनीहरूले ब्लक गरेर पनि जान सक्छ नि त होइन। उनीहरू नै आउने लाइफमा होइन, उनीहरू नै चम्काउने होइन, उनीहरू नै यसो बोल त्यसो बोला भनेर बाध्य गराउने होइन। केटाकेटी अब प्राय मैले चाहिँ अब त्यो धेरै उयो उकास्ने चाहिँ प्राय केटाहरू आएर बोल्छन् होइन। अब यसरी बोला त्यसरी बोला भनेर भन्छ, उनीहरू पनि अब भ्युजहरू आइदिन्छ, अब बोल्छ, उकास्छ, उनीहरू पनि बोल्ने बाध्य हुन्छ होइन। उनीहरूले आएर कमेन्ट गरिदिएर मात्रै उनीहरूले रिप्लाई दिएको हुन्छ नि त होइन। बिना बित्थामा आउनु साथै आएको मान्छेहरूलाई, छोरी चेलीहरूलाई, माइतीहरूलाई, दाजुभाइहरूलाई त यस्तो तथा नाम गाली गरेर त पठाउँदैन नि त होइन। अब उनीहरू नै आउँछ, उनीहरू सही बाटोमा थियो भने, उनीहरू सही बाटोमा थियो भने गलतको पछाडि चाहिँ किन लाग्नु त होइन। किन हेरेर बस्नु। त्यो मान्छेले यो व्यक्तिले यसरी छाडा बोल्छ, यो मान्छे चाहिँ ठिक होइन है भनेर त्यो मान्छेले त पन्छाएर जान सक्छ नि त। उनीहरूको हातैमा छ फोन, हातमा ब्लक गर्न सक्छ नि त। म चाहिँ त्यही भन्छु कि उनीहरू 1000-1200 जना आउँछ, 150-200 जना आउँछ, ए निरु यस्तो गर्छ, निरु उस्तो गर, निरु यस्तो गर्छ भनेर भन्छ। अनि बाध्यको कारणले गर्दाखेरि उनीहरूले आएर नराम्रो गाली बोल्नेको कारणले गर्दाखेरि उनीहरूले पनि रिप्लाई दिन बाध्य हुन्छ। त्यसै कारणले गर्दाखेरि पनि
अब तपाईँहरू नै उकास्नुहुन्छ अनि लास्टमा आएर तपाईँहरूले नै नराम्रो गाली गर्नुहुन्छ क्या उहाँहरूले नै हो अब उकास्ने पनि तपाईँ अनि थेचार्ने पनि तपाईँहरू नै हुनुहुन्छ अब भोलिको दिनमा सबै कुरा अब यस्तै हुन्छ ऊ फलानाको जस्तै हुन्छ भन्ने कुरा त आएन नि त भोलिको दिनमा हाम्रो पनि छोरीचेलीहरू छ दाजुभाइ दिदीबहिनीहरू छ हाम्रो त्यो 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 कुरामा उनीहरूले पनि सोचेर बोलिदिनु होला होइन जे पाए त्यही कमेन्ट गर्नु मन लाग्छ उनीहरूलाई रमाइलोको लागि आउँछ हेर्छ त्यो उनीहरूको ठाउँमा छ होइन र उनीहरूले अब उनीहरूले नै उचार्ने उनीहरूले नै थेचार्ने गर्यो भने भोलिको दिन तपाईँहरूकोमा नि त्यो दिन पनि आउँछ आउँदैन भन्न सकिँदैन कि त्यस कारणले गर्दाखेरि यो एउटा शिक्षा पनि हो यो भिडियो है को साथी रोज्नु पर्छ को साथी नरोज्नु पर्ने रहेछ सामाजिक सञ्जालमा के बोल्नु हुँदो रहेछ के बोल्नु हुँदैन रहेछ भन्ने एउटा चाहिँ शिक्षा पनि हो यो एउटा जान्नुपर्ने जानकारीमूलक भिडियो पनि हो यो भिडियोलाई सक्दो सेयर गर्नु होला र अन्तिममा म भन्न चाहेँ राजा बाबु ढुक्क भएर नबस्नु होला तपाईँको प्रक्रिया मृतक परिवारले चाहिँ चालिरहेको छ है तपाईँ जतिसुकै लुके पनि जहाँ गयो पनि विश्वको कुनामा लुके पनि है मलाई केही हुँदैन भनेर ढुक्क नबस्नु होला है तपाईँ एक दिन कानुनको कठघेरामा पर्ने हुन्छ त्यस कारणले चाँडैभन्दा चाँडै यो भिडियो देख्नुभयो भने सम्पर्कमा आउनु होला कसो के हो छलफल गरौँला है सबैजना मिलेर है मिडियाकर्मीसँग मिलेर मृतक परिवारसँग मिलेर छलफल गरौँला तपाईँ चाहिँ सम्पर्कविहीन भएर नबस्नु होला संसारले हेर्छ तपाईँको भिडियो सम्पर्कविहीन हुनुभयो भने तपाईँलाई नै भोलिको दिनमा अप्ठ्यारो हुन्छ अप्ठ्यारो पर्छ किनकि तपाईँ बसेको ठाउँमा नेपाली होला होइन विश्वको सबै ठाउँमा नेपाली पुगेको छ बसेको छ त्यहाँका बुद्धिजीवीहरू होला नेपाली होइन त्यहाँका सङ्घ संस्थाहरू होला पक्कै पनि त्यहाँ त्यो माध्यमबाट पनि तपाईँलाई नेपालसम्म ल्याउन सकिन्छ र नेपालको कानुन बमोजिम कानुन अनुसार तपाईँलाई सजाय पनि हुनेछ भन्न चाहन्छु भन्दै भोलि मृतक परिवारको 3 जना नानीहरू आउनेछ र भोलि आएपछि फेरि पनि तपाईँहरू म्याच अन्तिम मृतकको जुन गङ्गा राईको पार्थिव शरीर नेपाल नआइन पुगिन्जेल सद्गत नभइन्जेल राजा बाबुसँगको केस नमिलाइन्जेलसम्म तपाईँहरू म्याच म विक्रम लिम्बू भन्दै हामी 3 जोडी टिम उपस्थिति हुनेछौँ भन्दै अहिलेलाई भने बिदा मागौँ है हस् धन्यवाद।